जय गुरुदेव। नमस्कार, सुप्रभात। 11औं विश्व योगा दिवसको हजुरहरूलाई मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। बिहानको अलि ढिलै भए पनि मैले पद्म साधना गरिसकेको छु। पद्म साधनापछि एकछिनको समय म केही भिडियो बनाउने मनसा लिएर फेरि उपस्थित छु। यो ठाउँको महत्त्वबारे मैले अघि पनि बताइसकेको छु। यो ठाउँमा गुरुदेवका आशीर्वादले तथा हामी सबैको आवश्यकताका कारण पनि यो ठाउँ आर्ट अफ लिभिङको भारतको बेङ्गलोर स्थित जुन आश्रम छ, म पुगेको छैन। गुरुदेवको दर्शन चाहिँ गर्ने मौका पाएको छु। त्यो आश्रम जस्तै नै आश्रम यहाँ बन्ने छ र यहाँ सबैजनाको कल्याणका लागि मैले यो मेरो मनमा यो सोच आयो। म पहिले नै समर्पित व्यक्ति हो। म परमात्मामा पहिले नै समर्पित छु र मेरो योजनाहरू म बनाउँदिनँ, योजनाहरू बनेर आउँछन् र त्यो योजनालाई म खुलासा गर्ने मात्रै हो। किनभने म पहिले नै समर्पित व्यक्ति हुँ। म आफैलाई त्यस्तो मान्छु। परमात्माको दर्शन गर्ने सौभाग्य मलाई मिल्यो भन्ने म आफूलाई ठान्छु। सबै कुरा नै परमात्माको हो। हामीले के लिएर आएको पनि छैन, लिएर जाने पनि छैन। यो समाजको कल्याणका लागि, समाजको विकासका लागि, हितका लागि पनि धार्मिक चिन्तन मननको विकास हुनु, आध्यात्मिक सोचको विकास हुनु, योग प्राणायाम ध्यानको प्रचार हुनु अति नै आवश्यक देखिएको छ, जसले गर्दा हाम्रो भावी पिँढी पनि सङ्कटमा नपरोस्। यो एउटा अति नै राम्रो रमणीय स्थललाई मैले चुन्नुको पछाडि मेरो आसपासमै भएर पनि होला र साथसाथै यसले जगतको कल्याण गर्ने निश्चित छ र त्यस कारणले पनि मैले यो भिजन तयार गरेको छु र मेरो जीवन यसैमा समर्पित रहनेछ। यसैमा मैले चाहिँ आफ्नो समयलाई अथवा चिन्तन मननलाई लगाउने छु भावी दिनहरूमा र योग ध्यान प्राणायाम आदिको बारेमा मैले अझै गहन अध्ययन पनि गर्नेछु र सिक्नेछु र समाजलाई मैले सकेसम्मको योगदान दिनेछु। यो देशले मलाई के दियो त्यो महत्त्वपूर्ण कुरो छैन। देशले त धेरै दिएको छ, अन्न पानी हैन, जति बाँच्ने आधार हरेक देशले दिएको छ र अब म के दिने, यो मुख्य कुरा हो। र मैले चाहिँ यो समाजका लागि यो आवश्यक ठानेको छु र गुरुदेवसँग पनि यो गुरुदेव समक्ष पनि मैले सन्देश ध्यान अथवा सम्पर्क यसै आफ्नो यहीँबाट सम्पर्क जब हुन्छ, गुरुदेवसँग कनेक्टेड हुइन्छ जति बेला, त्यति बेला मैले यो कुरा राखेको पनि छु। गुरुदेवलाई यो कुरा थाहा छ भन्ने मलाई विश्वास पनि छ र चाँडै नै यहाँ हामीले यो ठाउँको मुहार फेरिएको देख्न पाउँछौँ। यहाँ एउटा त्यो धरधरे छ, त्यो धरधरेमा एउटा राम्रो पार्क बन्ने छ र अन्तर्राष्ट्रिय धार्मिक व्यक्तित्वहरू, पर्यटकहरू हाम्रो यस शिवशताक्षी वडा नम्बर 6 मा ध्यानको लागि अथवा धार्मिक गतिविधिको लागि आउने र व्यापक प्रचार प्रसार हुने यस ठाउँले र हाम्रो ठाउँमा एउटा जुन धार्मिक चिन्तन हुनुपर्ने छ, त्यो वास्तविक चिन्तनको सुरुवात कुनै राग द्वेष ईर्षा हिंसा बिना जुन चाहिँ धेरै मात्रामा हाम्रो समाजमा व्याप्त छ, विकृतिहरू छन्, त्यसलाई नाश गर्नको लागि यो एकदमै प्रभावकारी बन्नेछ र यो संस्थामा म जोडिएर मैले बुझेअनुसार यसका धेरै राम्रा क्रियाकलापहरू विश्वका 193 देशहरूमा रहिआएको छ। आर्ट अफ लिभिङका केन्द्रहरू अथवा आर्ट अफ लिभिङ सेन्टरहरू रहेका छन्। गुरुदेवको सबैतिर गुरुदेव पुग्नुहुन्छ, आशीर्वाद दिनुहुन्छ गुरुदेवले। यहाँ पनि गुरुदेवको धेरै समय यहाँ बित्नेछ, त्यो आशा र विश्वासका साथ मैले एउटा मेरो मिसन, भावी मिसनको बारेमा हजुरहरूलाई अवगत गराउन अवसर पाएँ। मलाई धेरै खुसी लागेको छ। धन्यवाद। जय गुरुदेव, जय गुरुदेव। हामी सबैको कल्याण होस्। सर्वे भवन्तु सुखिनः।